हेलो गाइस, म चाहिँ यहाँ मल्लीबाट गाडी जान्दिनँ हो। त्यो भएर चाहिँ यहाँनिर यसो धेरै इच्छा थियो पहिलादेखिको रोलु मन्दिर आउने, तर अहिलेसम्म पनि आएको थिएन। आज फर्स्ट टाइम हो। यस्तो रहेछ हो, म त कहिले आएको थिइनँ। इच्छा चाहिँ पहिलादेखि थियो आउनु, आज मेरो इच्छा पुरा भयो रोलु मन्दिर आउने। पुरा टर्निङ रहेछ। गाडी माथि राखेर चाहिँ हिँड्दै गएको, सिडी रहेछ। यहाँबाट चाहिँ टक्कै तल खोलामै पुग्दो रहेछ मन्दिर। पहिल्यैदेखि आउनु मन परेको थियो, तर आज चाहिँ आइदिएँ। मन्दिर आइपुगेँ। मेरै सक्दियोमा चाहिँ मन्दिर आइपुगेँ हो। यहाँ त्रिवेणी यतापट्टिको मन्दिर। यहाँ शिवलिङ्ग रहेछ, श्री भोलेनाथ शिव शम्भु। ठुलो मन्दिर रहेछ यहाँभित्र। मजाको रहेछ मन्दिर। अनि यहाँ मुनि चाहिँ त्रिवेणी। आज चाहिँ मल्लीबाट गाडी जानु नदिएकोले गर्दा चाहिँ म यहाँनिर निस्किने। अब मेरो एउटा भाग्यले दिएको होला हो। मैले धेरै अगाडिदेखि यहाँ आउने चाहिँ बहुत कोसिस गरेको थिएँ, तर आउनै सक्दिनँ क्या। अब यही बाटो हिँड्थेँ र पनि यहाँ पस्नै सक्दिनँ। तर आज चाहिँ कुनि किन हो, यहाँबाट गयो भने चाहिँ तपाईँको तल त्रिवेणी पुग्दो रहेछ। मन्दिर त्रिवेणी त कस्तो भएछ नि। त्रिवेणी हेर्ने राफ्टिङहरू चलिरहेछ पुरा हो। खुसी लाग्यो आज चाहिँ आउनु पाएँ होइन, दर्शन गरेँ।